Sisu. Choro. Choro. Utha la utha. Good morning. आज हामी कालिम्पोङ जान लाग्यो 5:10 भयो कोटेश्वर चोक शेषानजी बसको लागि वेट गर्नु भएको छ है शेषानजी जडीबुटीमा 5:30 जडीबुटी बस पार्कमै हुँदो रहेछ होइन बस पार्कमा सागा पुग्न लाग्यो अब महादेवको मूर्ति भएको ठाउँ कस्तो भइरहेछ छोरोलाई इन्जोय भइरहेछ ब्याड फिलिङ भएको छ कि छैन सो 10 बज्यो होइन हामी चाहिँ बाउ छोरा चाहिँ अब यो मकैबारी भन्ने ठाउँमा यहाँ जिप लाग्छ यहाँबाट होइन त्यही गर्दैछौँ पहिला खाजा खाउँ भनेर छोरो र म हेलो शेषान्त हेलो कस्तो भयो त गाडीको यात्रा राम्रो अलि उता बस्छ न नजिक नआउ न यो ढुङ्गा पनि फाइन गरी हामी फन भइरहेछ तिमीलाई फन भइरहेछ ल के खाएर आउनु मकैबारी होटल मकैबारी नियरै यो होटेलमा खाना केही खान्छौँ बिहान 10 बजे नै छ सेसो अब के गर्ने हो अब हामी खाजा खाने हो शेषानजी मकैबारी चरीकोटमा माम खाँदै हुनुहुन्छ हेलो शेषानजी हेलो ल मकैबारीबाट खाना खाएर हामी आइसँग हेलो छोरो सही हामी हेर्दैछौँ काका क्लाउडमै जाने हो ऊ माथि हो क्या ऊ कालीचोक मन्दिर भने ऊ माथि टपमा हेर्नु शेषान्त र म त पुरी आइपुग्यौँ है शेषो पुरी भिलेज भन्छ यसलाई हामी 10:20 मा बाउ छोरो पुरी के अरे मकैबारी चरीकोट डेराबाट हिँडेको 1 घन्टामा 11:10 मा ठ्याक्कै यो केबल कार चढ्ने ठाउँमा आयो होइन अब हामी एकछिन एक्सप्लोर गर्छौँ नसर भनेको बुढाको छेउ खिच्नु शेषान्त हामी पुरीको वरिपरि बाउ छोरा हामी एक्सप्लोर गर्दैछौँ है शेषु हेलो शेषु फन भइरहेछ नजाउँ त त्यसो भए केबल कार देख्न सकिन्छ त्यहाँ पर के वर्क हुन्छ र हिमालमा हामी घुम्दै यो राम्रो रोडोडेन्ड्रन भएको डाँडामा आइपुग्यो तिमी त्यहाँ जान सक्दैन नि हुँदैन नि म
म टिपिदिन्छु बरु है हुन्छ अहिले अवश्य सान चाहिँ यो एकदम भिरालो छ यहाँ रोडोडेन्ड्रन टिप्न जाँदैछ जाऊ जाऊ मसम्म अहिले खानु अहिले त्यो वान स्टेप डाउन जाऊ न 1 स्टेप डाउन ल अब उभिएर ल टिप्नु तलबाट भाग्नुपर्छ ल भाँच वाउ ल देखाउ न यहाँ मलाई यो बाटो होइन नि त कमन हेलो सुशान्त ल के भइरहेछ भन्नु त राम्रो भइरहेछ हामी अहिले कहाँ छौँ कुरी भिलेजमा होटेल वुडल्यान्डमा छौँ होइन बिहान हामी कति बजे हिँडेको 6:30 बजे हिँडेको 11:30 बजे लगभग यहीँ आइपुग्यो होइन त मकैबारीबाट आउन जम्मा 1 घन्टा लाग्यो हामी होटेलमा बस्यौँ होइन सेसु अहिलेसम्म सुत्यो 4 बजे बेलुका 4:30 भयो होइन तर यसो शान्त अघि 3 घन्टा सुतेर उठ्यो दिउँसो अनि अहिले बिहान होइन यो हामी मन्दिर जाने होइन केवल कारमा भन्दैछ शान्त र हामी चाहिँ अहिले यहाँ यो हिँडेर जाने बाटोमा बसिरहेछौँ शान्त हिँडेर जाने बाटो हो नि त यो हिँडेर जाने बाटोमा बसिरहेछौँ टाइम भयो कति छोरो 1 आवर होइन 4:45 हुन लाग्यो है टाइम नै बिस्तारै गयो जस्तो आफैलाई स्लो डाउन गर्ने के है छोरो स्लो डाउन त गरे सुशान्त सुकुटी खाइरहेछ मामलाई पठाइदिन्छु म कालिन्चोक अनि थाहा छैन भन्नु पाइयो त लगभग 9:30 बजेको छ हामी चाहिँ अब यही कुरीको होटेलमा प्याकअप सकायौँ अब बिहान चाँडै उठेर दर्शन गऱ्यो भने शनिबार दर्शन गर्न इजिली पाइन्छ सेसु हजुर के भन्दै थियो दिस होटेल इज द बेस्ट इन द होल टायर वर्ल्ड के मन पर्यो तिमीलाई यो होटेलको बेड अनि बेड अरू के पनि होइन होइन के कोजी छ के कोजी छ तल पनि रमाइलो छ नि त किचनहरू पनि हैन ल बाई बाई गुड नाइट
सो 4:30 भयो। बत्ती छैन, राति पानी हावाहुरीले गर्दा हामी अब लाग्यौँ मासतिर। हामी केवल कार चढ्ने ठाउँमा आयौँ गौचरा। 4:40 भयो। आमा छ। हेलो सुशान्त। हामी केबल कार वेट गरेर गइन्छ र। अब हामी केबल कारमा जाने हो। हो 5:24 भयो। शेषान्त र म चाहिँ केबल कारबाट ओर्लिएर अब हामी हिँडेर माताको मन्दिर जाँदैछौँ। ग्रेट भ्यू भन्थ्यो शेषान्तले। फाइनली रिच कालिम्पोङ। हामी कालिम्पोङ माताको दर्शन सकेर ओर्ल्यौँ। कालिम्पोङ मातामा अब घुम्न चाहिँ भित्रपट्टि छ, चाहिँ बाहिरबाट देखिएन। अब पूजा गर्दाखेरि मान्छेले बाहिरको मूर्ति पूजा गर्छन्। कुण्डलाई धेरैले ध्यानै नदिने रहेछ। अब यो चाहिँ अलिकति सूचना चाहिँ अलि राम्रो खालको टाँस दिनुपर्ने हो। Yeah, sunrise. The sun sets in the west. सेसु अब भन नि त, अब के गर्यो हामीले आज अहिले? हामी केबल कारमा चढ्यौँ होइन, अनि ओर्लिँदा हामी हिँड्यौँ, अनि हामीले ओर्लिने टिकट अरूलाई दियौँ। हालेको चिया खानिदिन्छु ल। ग्वालमरी पाउँदैन। ए हिजो पसलमा देखिसकिस्? ग्वालमरी चाहिएको छ कालिम्पोङमा। सेतो गुराँस झपक्कै फुलेका छन्। हाम्रो छोरो हिँड्दैछ, ओर्लिँदैछ। पुरी बजार राम्रो क्लियर देखेको छ। हुन्छ। हाम्रो शेषान्त अब खोड्किलाको बाटो छोडेर ग्रासको बाटो हिँड्दैछ। ल के खेल्ने? गाईले कहाँ बोल्छ त? हजुर भनिदिएर अरे क्या गाईले। हजुर अब गर्छ नि, कहाँ मु गर्छ हो। 8:10 भयो। अब हामी यहाँबाट टक्क हिँड्छौँ। बिचमा गाडी बाटो रोकिया छ अरे। अब अहिले गाडी आइपुगेको छैन, एकछिन हिँड्दै गर्छौँ, हेरौँ के हुन्छ। सो हामी हिँड्दैछौँ बाटोमा। लगभग यो गेट भएको ठाउँमा आइपुग्यो फर्किँदै। सो हामी बौछराको चाहिँ पुरै हिँडेर तल जाने प्लान छ। औँला च्याप छ है, केयरफुल तलपट्टि। हामी चाहिँ अब नरिवेल खाँदै यो बाटोमा एकछिन थकै मार्दै बसिरहेछौँ।